राजा वीरेन्द्र, यो नाम सुन्ने बित्तिकै धेरैको मनमा धेरै कुरा आउँछ होला। तर उहाँको 30 वर्षीय शासनकालले वास्तवमा नेपाललाई कसरी बदल्यो त? आउनुहोस्, आज हामी यही कथालाई अलिक गहिरेर हेरौँ। कुनै पनि कथाको सुरुवात एउटा चाखलाग्दो मोडबाट हुन्छ, होइन? यो कथाको सुरुवात पनि राजा महेन्द्रको यही एउटा प्रश्नबाट गरौँ। उहाँले आफ्नै छोरा युवराज वीरेन्द्रबारे भन्नुभएको थियो, ओ अमेरिका पढ्न त गयो, तर के पढ्यो? अब यो एउटा बाबुको चिन्ता मात्र थियो कि यसमा कुनै गहिरो अर्थ लुकेको थियो? यही प्रश्नले वीरेन्द्रको पूरै शासनकाललाई बुझ्न एउटा बाटो खोल्छ। ल, त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, एक आधुनिक राजाको उदय। वीरेन्द्रको शिक्षा यात्रा हेर्ने हो भने उहाँ पहिलेका राजाहरूभन्दा एकदमै फरक हुनुहुन्थ्यो। यात्रा सुरु भयो दार्जिलिङको सेन्ट जोसेफबाट आफ्नै भाइसँग। त्यसपछि सन् 1959मा उहाँ बेलायतको प्रख्यात इटन कलेज पुग्नुभयो। यतिले मात्रै पुगेन, उहाँले जापानको टोकियो विश्वविद्यालयमा पनि अध्ययन गर्नुभयो र अन्तमा सन् 1967-68मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट राजनीतिक सिद्धान्त पढ्नुभयो। सोच्नुहोस् त, दार्जिलिङदेखि हार्वर्डसम्मको यो यात्राले उहाँलाई कस्तो विश्वव्यापी दृष्टिकोण दियो होला। यो त्यस्तो अनुभव थियो जसले उहाँको शासनलाई पछि गएर आकार दियो। अब यति धेरै पढेर, यति धेरै देखेर आएको एउटा युवा सन् 1972मा 27 वर्षको उमेरमा नेपालको सिंहासनमा बस्नुभयो। तर उहाँले कस्तो देश पाउनुभयो त? एउटा यस्तो देश जहाँ राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो र उहाँ एक निरपेक्ष राजा हुनुहुन्थ्यो, मतलब सम्पूर्ण शक्ति उहाँकै हातमा थियो। अनि हातमा आएको त्यो निरपेक्ष शक्तिलाई उहाँले कसरी प्रयोग गर्नुभयो त? अब हेरौँ दोस्रो खण्डमा, नयाँ नेपालको निर्माण। उहाँको शासनकालको पहिलो आधा भागलाई हेर्ने हो भने यो एउटा औद्योगिक क्रान्ति जस्तै देखिन्छ। 1970को दशकमा नेपालगञ्ज, पोखरा, बुटवल जस्ता ठाउँमा औद्योगिक क्षेत्रहरू खुले अनि 1980को दशकमा यो लहर भक्तपुर, विराटनगर र गजेन्द्र नारायणसम्म फैलियो। यो एउटा स्पष्ट योजना थियो, देशलाई कृषिबाट उद्योगतिर लैजाने। अनि यसको नतिजा? सन् 1985सम्ममा यी नयाँ उद्योगहरूले लगभग 1,25,000 मानिसलाई रोजगारी दिए। त्यो बेलाको नेपालको लागि यो एकदमै ठूलो सङ्ख्या थियो, जसले हजारौं परिवारको जीवनस्तर उकास्न मद्दत गर्यो। यो औद्योगिकीकरण भाषणमा मात्र सीमित थिएन। गोर्खाकाली रबर उद्योग, जसले देशमै टायर बनाउन थाल्यो, उदयपुर सिमेन्ट कारखाना, जसले निर्माणमा ठूलो सहयोग पुर्यायो, भ्रिकुटी कागज कारखाना अनि कुलेखानी जस्तो महत्त्वपूर्ण जलविद्युत आयोजना। यति मात्र होइन, नेपाल स्टक एक्सचेन्ज र सन् 1985मा नेपाल टेलिभिजनको स्थापना पनि भयो। यी सबैले मिलेर नेपालको कृषिमा मात्रै भर परेको अर्थतन्त्रलाई पहिलो पटक एउटा नयाँ दिशा दिए। उद्योगमा मात्र होइन, कृषिमा पनि ध्यान दिएको थियो। यो चार्ट हेर्नुहोस् त, सन् 1960मा नेपालमा करिब 5 लाख टन मकै उत्पादन हुन्थ्यो। तर उहाँको शासनकालमा अपनाइएका नीतिहरूले गर्दा सन् 1990सम्ममा यो उत्पादन बढेर 10 लाख टन पुग्यो, मतलब ठिक दोब्बर। यसले देशको खाद्य सुरक्षामा कति ठूलो टेवा पुर्यायो होला। अब नेपाल जस्तो पहाडी देशमा विकास गर्नु सजिलो थिएन। जताततै सडक बनाउन एकदमै महँगो र गाह्रो थियो। त्यसैले वीरेन्द्रको सरकारले एउटा चलाक रणनीति अपनायो। दुर्गम र ग्रामीण क्षेत्रहरूलाई जोड्न सडकभन्दा विमानस्थल निर्माणलाई प्राथमिकता दिइयो, किनभने यो छिटो र तुलनात्मक रूपमा सस्तो थियो। यही नीतिका कारण डोल्पा, रामेछाप र मनाङ जस्ता विकट ठाउँहरू पहिलो पटक राष्ट्रिय सञ्जालमा जोडिए। विकास र पूर्वाधारको कुरा त भयो, तर वीरेन्द्रको शासनको अर्को एउटा एकदमै महत्त्वपूर्ण पाटो थियो जसमा उहाँले निकै दूरदर्शी काम गर्नुभयो। त्यो हो वातावरण संरक्षण। अब हेरौँ राज्यका हरित संरक्षकको रूपमा उहाँको भूमिका। यो तालिकाले देखाउँछ कि संरक्षणको काम कति तीव्र गतिमा अघि बढ्यो। सन् 1973मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो। त्यसको 3 वर्षपछि 1976मा एकैचोटि लाङटाङ, सगरमाथा र रारा राष्ट्रिय निकुञ्ज स्थापना गरिए। अनि 1984मा शे फुक्सुङदेव र खप्तड। केही वर्षकै अन्तरालमा तराईको जङ्गलदेखि हिमालको काखसम्म नेपालको अद्वितीय प्राकृतिक सम्पदालाई जोगाउन राष्ट्रिय निकुञ्जहरूको एउटा बलियो सञ्जाल तयार भयो। तर यो काम खाली नक्सामा सिमाना कोरेर मात्रै सकिएको थिएन। वास्तविक संरक्षणको लागि ठोस कदम चालिएको थियो।
जस्तै चितवनमा गैंडाको संख्या घट्दै गएपछि तिनको सुरक्षाको लागि 130 जना सदस्य भएको एउटा विशेष सशस्त्र टोली नै बनाइयो, जसलाई गैंडा गस्ती भनिन्थ्यो। यो चोरी सिकारी विरुद्धको एउटा प्रत्यक्ष र कडा कदम थियो। नेपालभित्र गरिएका यी प्रयासहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो मान्यता पायो। सन् 1969मा सगरमाथा राष्ट्रिय निकुञ्ज र काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राख्यो। त्यसको केही वर्षपछि सन् 1984मा चितवन राष्ट्रिय निकुञ्जले पनि यही मान्यता पायो। यसको अर्थ नेपालका यी सम्पदाहरू अब विश्वकै साझा धरोहर बने र यिनको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको पनि साथ मिल्यो। एकातिर देश विकास र संरक्षणको काम तीव्र गतिमा भइरहेको थियो, तर अर्कोतिर राजनीतिक माहौल तातिँदै थियो। अब हामी उहाँको शासनको दोस्रो र अलि जटिल खण्डमा प्रवेश गर्छौं, राजनीतिक परिवर्तनको नेभिगेसन। प्रजातन्त्रको लागि आवाजहरू बढ्दै गएपछि राजा वीरेन्द्रले एउटा ऐतिहासिक निर्णय लिनुभयो, जनमत सङ्ग्रह गराउने। 2047 सालमा भएको यो जनमत सङ्ग्रहमा जनतालाई सोधियो, सुधारिएको पञ्चायती व्यवस्था चाहनुहुन्छ कि बहुदलीय व्यवस्था? नतिजा एकदमै नजिकको आयो। 55%ले पञ्चायतकै पक्षमा भोट हाले भने 45%ले बहुदलको पक्षमा। पञ्चायतले जित्यो, तर यो नतिजाले देखायो कि देश राजनीतिक रूपमा विभाजित थियो। त्यसपछिको एक दशक त झन्न राजनीतिक उथलपुथलले भरिएको रह्यो। 2037को जनमत सङ्ग्रह भयो। त्यसको ठिक 10 वर्षपछि 2046 सालमा भएको जनआन्दोलनले राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटायो अनि 2047 सालमा नयाँ संविधान आयो, जसले नेपाललाई निरपेक्ष राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा बदलियो। तर यो परिवर्तनसँगै देशमा एउटा नयाँ र लामो द्वन्द्व पनि सुरु भयो। 2052 सालदेखि सुरु भएको माओवादी विद्रोह। देशभित्र जति नै राजनीतिक उथलपुथल भए पनि अन्तर्राष्ट्रिय मञ्चमा वीरेन्द्रले नेपालको छुट्टै पहिचान बनाउने कोसिस गरिरहनुभयो। उहाँ सार्कका संस्थापक सदस्यमध्ये एक हुनुहुन्थ्यो अनि भारत र चीन जस्ता दुई ठूला छिमेकीको बीचमा नेपालको स्वतन्त्रता र तटस्थतालाई कायम राख्न उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घसम्म लैजानुभयो। पछि गएर यो प्रस्तावलाई 116वटा देशले समर्थन पनि गरेका थिए। राजनीतिक व्यवस्था बदलियो, समय बदलियो, तर राजा वीरेन्द्रले आफ्नो शासनकालमा सुरु गरेका केही कुराहरू आज पनि हामीमाझ छन्। आउनुहोस् अन्तिम खण्डमा उहाँले छोडेर गएको यही अमिट विरासतलाई निहालौं। उहाँको विरासत सबैभन्दा बढी शिक्षा क्षेत्रमा देखिन्छ। चाहे त्यो चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस होस्, भक्तपुरको वीरेन्द्र सैनिक आवासीय महाविद्यालय होस् वा अन्य वीरेन्द्र मेमोरियल कलेजहरू, देशभरि उहाँको नाममा खुलेका यी अनगिन्ती शैक्षिक संस्थाहरूले आज पनि ज्ञानको ज्योति बाँडिरहेका छन्। यो उहाँको विकासप्रतिको दृष्टिकोणको एउटा जीवन्त प्रमाण हो। शिक्षामा मात्र होइन, स्वास्थ्य र पूर्वाधारमा पनि उहाँको नाम जोडिएको छ। काठमाडौँको श्री वीरेन्द्र अस्पताल, सुर्खेतको वीरेन्द्रनगर सहर, गोर्खाको वीरेन्द्र ताल अनि काभ्रेको वीरेन्द्र शान्ति कार्यतालिम केन्द्र, यी सबै संरचना र स्थानहरूले उहाँको शासनकालमा भएका विकास प्रयासहरूलाई आज पनि सम्झाइरहन्छन्। सन् 2001को त्यो भयानक दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको शासनको दुःखद अन्त्य भयो। तर उहाँको 30 वर्षे लामो शासनकालले हामी सामु एउटा गहिरो प्रश्न छोडेर जान्छ। कुनै पनि नेताको वास्तविक र दिगो विरासत के हो? उनीहरूले बनाएका सडक, कारखाना र भवनहरू हुन् कि उनीहरूले हस्ताक्षर गरेको संविधान र ल्याएको राजनीतिक परिवर्तन? यो प्रश्नको जवाफ सायद समयले नै देला।